पालिका वार्ड नम्बर 3 कटैयामा यो हाम्रो प्रदीप शाहजीले आफ्नो आमाको आत्माको चिर शान्तिको लागि खुसीले भोजको आयोजना गर्नुभएको छ र हामी त्यही ठाउँबाट यो भिडियोहरू यहाँहरू माझ लिएर आएका छौँ। यो ठाउँ भनेको यहाँ चाहिँ भोज खान आउनुभएका सबै भोज खाने पञ्चहरूलाई खाना पुर्याउने चाहिँ ठाउँको रूपमा यो हो। यहाँ चाहिँ भोजन सामग्रीहरू सबै आउँछन्। त्यो यसअघि हामीले चाहिँ जुन भोजन सामग्री चाहिँ बनाउने ठाउँ देखाएको थियौँ, त्यसपछि यहाँ ल्याएर राखिन्छ र यहाँबाट फेरि त्यो सामग्री लगेर चाहिँ भोज खाने जुन हाम्रा पञ्चहरू हुनुहुन्छ, अतिथिहरू हुनुहुन्छ, उहाँहरूलाई खुवाउने काम चाहिँ गरिन्छ। यस्तो किसिमको भोजहरू हाम्रो मिथिलामा मात्र हेर्न पाइन्छ र यो पनि कहिलेकाहीँ तपाईले यो भोजको बारेमा जानकारी तपाईलाई दिनुपर्दा यसमा यो भोजमा कम्तीमा पनि 22,000 मान्छेलाई निम्तो गरिएकोमा 10 देखि 15,000 सम्म मान्छे भोजमा आउने र महिलाहरूलाई समेत निम्तो गरिएको छ समावेशीको आधारमा। र यसरी भोज चाहिँ मिथिलामा मात्र देखिन्छ। अन्यत्र यस्तो किसिमको भोज चाहिँ हेर्न अप्ठ्यारै हुन्छ। रूपनी गाउँपालिका वार्ड नम्बर 3 कटैया स्थित प्रदीप शाहको आमाको चिर शान्तिको लागि उहाँको स्मरणमा चाहिँ यो भोज भइरहेको स्थिति छ र यो भोजमा चाहिँ यहाँहरूलाई देखाइरहेछौँ। यहाँ खाने भोजमा निम्तो गरिएका खाने पञ्चहरू, अतिथिहरू बस्नु भएको छ र यस्तो किसिमको भोज प्राय सधैँभरि हेरिँदैन, यो कहिलेकाहीँ हेरिन्छ र हामी चाहिँ यस्तो भोजको आनन्द कहिलेकाहीँ लिन्छौँ। हुन त अब के भन्छ कानुनले, सिद्धान्तले के भन्छ, मृत्यु भोजमा धेरै खर्च गर्नुहुन्न, तर मिथिलामा भोजको आफ्नै परम्परा र मौलिकता छ। त्यसकारणले धेरै कुरो कानुनले नै हुने होइन, केही मौलिकता र परम्पराले पनि मान्छेलाई बाध्य पार्छ। र अर्को कुरा, राजी खुसी स्वेच्छा र आत्माले चिताएको मानेको मनले पनि मान्छेलाई यस्तो गर्न चाहिँ उत्साहित बनाउँदो रहेछ। यहाँ चाहिँ खास गरी जिल्लाभरिको चाहिँ हलवाई समाजका जिल्लाभरिको सदस्यहरूलाई निम्तो गरिएको आयोजकले हामीलाई बताउनु भएको छ र तपाईहरू हेरिराख्नु भएको छ। यो भोजको यस्तो दृश्य यो बिरलै पाइन्छ, कहिलेकाहीँ हेर्न पाइन्छ। त्यसै कारणले हामीले यहाँहरूमाझ यो भिडियो लिएर आएका छौँ। मैले अघि नै भने कि अब अहिले कानुनको कुरा गर्दाखेरि त धेरै ठुलो भोज भतेरमा खर्च नगर्न भन्छ, भोज भतेरमा लगानी नगर्न भन्छ। धेरै ठाउँमा यो मृत्यु भोजलाई चाहिँ समाजबाट हटाउन पनि भन्छ, यो ठिक होइन भन्छ। त्यो सबै भन्दाको बिचमा मिथिलाको संस्कृतिले पनि अलिकति प्रोत्साहन गरिहाल्छ यो भोज भातको लागि। र अर्को महत्त्वपूर्ण कुरा के हो भने यस्तो भोज गर्नको लागि चाहिँ आयोजकलाई कसैले दबाब वा चाहिँ कसैले यो गर्नै पर्छ भनेर पनि भने होइन। हामीले जुन जानकारी पाएका छौँ, आयोजकले आफ्नो राजी खुसीले, आफ्नो मनोमानले यसरी आयोजन गरेको हामीले चाहिँ जानकारी पाएका छौँ। पहिला समाजमा कतिपय ठाउँमा दबाब दिएर यसरी चाहिँ भोज गर्नै पर्छ भन्ने पनि थियो, तर यहाँ त्यस्तो केही पनि छैन। आयोजकले आफै चाहिँ भन्नुभयो हामीसँग कि मैले चाहिँ आफ्नो राजी खुसीले, आफ्नो चाहिँ मनले यसरी गरेका छौँ। आफ्नो आमाको अंशमा, आफ्नो आमाले दिएको आशीर्वादको कारण हामीले चाहिँ यो गर्न पाएका छौँ। यो हाम्रो लागि सौभाग्यको कुरा हो भने आयोजकले चाहिँ हामीलाई जानकारी दिनुभएको स्थिति छ। त्यसै कारणले यहाँहरूलाई यो भोजको दृश्य हामी देखाइरहेछौँ। रूपनी गाउँपालिका वार्ड नम्बर 3 कटैयामा देखिएको यो दृश्य स्थानीय प्रदीप शाहले आफ्नो आमाको
स्मृतिमा उहाँको आत्माको चिर शान्तिको लागि गर्नुभएको यो भोजको दृश्य देखाइरहेका छौँ। यहाँ चाहिँ भोजन गर्न निम्तो पाएका अतिथिहरू अहिले बस्नु भएको छ र यहाँ चाहिँ भोजको दृश्य यहाँहरूलाई देखाइरहेका छौँ। किनभने यस्तो किसिमको दृश्य सधैँभरि हेर्न पाइँदैन, यस्तो ठुलो भोज पनि सधैँ हेर्न पाइँदैन र कतिपय यहाँ उपस्थित स्थानीयहरूले पनि हाम्रो गाउँमा नै यति ठुलो भोज पहिलो पटक भएको भनेर हामीलाई जानकारी दिनुभएको छ र हामीले चाहिँ त्यसरी नै यहाँहरूलाई आयोजकबाट परिवारजनबाट पाएका कुराहरू जानकारीहरू यहाँहरूलाई दिइरहेछौँ र यो भोजको बारेमा पनि थोरै बताइरहेका छौँ। यहाँहरूलाई दृश्य पनि हामी देखाइरहेका छौँ।